देशलाई या देशमा यदि शान्तिमय, स्वतन्त्रमय र सुरक्षित बनाउनु छ भने देश चुनावमय हुन जरुरी नै छ। त्यसको लागि कुनै पनि दलहरूसँग कुरा गरेर होस् या वार्ता गरेर होस् यसको निचोड निकाल्नुपर्नेछ। यदि चुनाव भएन भने देश विध्वंसतर्फ जानेछ, देश गृहयुद्धतर्फ जानेछ। यदि त्यस्तो भयो भने चाहे राष्ट्रघाती, चाहे देशद्रोही, चाहे भ्रष्टाचारी, चाहे देशप्रेमी, चाहे इमान्दारी, चाहे राष्ट्रभक्ति नै किन नहोस्, यी सबैका योगदानहरू खेर नै जानेछ, चाहे जो होस्। त्यसैले देशलाई चुनावमय बनाउनको लागि सबैलाई समेटिएर अघि बढौँ र देशलाई गृहयुद्ध हुनबाट रोकौँ। धन्यवाद।